नेपाललाई चाहिँ हिन्दू राष्ट्र किन बनाउनु पर्ने जरुरत छ भन्ने कुरामा चाहिँ आज हामी यो भिडियोमा छलफल गर्न जाँदैछौँ। यो भिडियोमा चाहिँ म के कुरा गर्न लागेको छु भन्ने कुरा चाहिँ म फर्स्टमै भनिदिन्छु। एउटा चाहिँ हिन्दू राष्ट्र बनाउनु पर्ने रिजन र यसको मिनिङ, किनकि यो दुवै मान्छेले राम्ररी बुझेको छैन। अनि अर्को भनेको चाहिँ यो हिन्दू र मुस्लिमको जुन चटक चल्दैछ नेपालमा त्यो, र लास्टमा चाहिँ ज्ञानेन्द्र साईले भन्नुभएको कुरा। पहिला चाहिँ नेपाललाई हिन्दू राष्ट्र बनाउने भन्दाखेरि चाहिँ के गर्ने र के नगर्ने भन्ने कुरा चाहिँ म भनिदिन्छु है। हिन्दू राष्ट्र बनाउने भनेको चाहिँ ओमकार भन्न खोजेको हो। स्पेसिफिकली ओमकार, तपाईँको धर्ममा ओमकार ओम युज हुन्छ भने चाहिँ तपाईँको धर्मको पनि प्रोटेक्सनको लागि चाहिँ हिन्दू राष्ट्र बनाउने भनेको हो, किनकि कन्भर्जनहरू चल्दैछ। त्यो भन्नुको मतलब क्रिस्चियन धर्म मान्ने र मुस्लिम धर्म मान्नेलाई चाहिँ निस्केर जाऊ भन्न खोजेको होइन। यो कहिले पनि भएको पनि थिएन। अहिले यो गणतन्त्रभन्दा अगाडि झन् धेरै मुस्लिमहरू सेक्युर थिए, सेक्युर छु भन्ने मुस्लिमहरूकै इन्टरभ्यूहरूमा सुन्नमा आउँछ। सो यो भ्रमबाट चाहिँ निस्किनु भन्न चाहे। हिन्दू धर्मको प्रोटेक्सन गर्ने भनेको चाहिँ बुद्ध धर्म र किराँती धर्मको पनि भनेको हो, जसमा चाहिँ मैले देखेँ कि इन्फ्लुएन्सरहरू बौद्धमा गएको हो कि कहाँ लुम्बिनी गएको हो, त्यहाँ गएर म त बुद्ध पनि मान्ने हो, हिन्दू मात्र मान्ने होइन भनेको देखेँ मैले। प्लिज म सिरियसली आइएम रिक्वेस्टिङ, जे पाइते चाहिँ नबोल्नु भन्छु। प्लिज बुझेर के भन्न खोजेको भनेर बुझेर बोल्नु भन्छु। अब बुद्ध धर्म मान्नेहरूले चाहिँ हिन्दू राष्ट्र भन्दाखेरि चाहिँ हामीलाई हिन्दूको एउटा इन्क्लुड गर्यो भन्ने सोच्नु गलत हो। तर त्यो सोचिरहेको छ भने त्यो एउटा मिसअन्डरस्ट्यान्डिङ हो। त्यसको बारेमा अलिकति कुरा गर्न, एकअर्कालाई सम्झाउन बुझाउन गर्न सकिन्छ। तर कम्प्लिटली बुद्ध धर्म मान्नेहरूलाई निकाल्ने, लुम्बिनीलाई त्यहाँबाट हटाउने भनेको जस्तो कुरा इन्फ्लुएन्स गर्नु चाहिँ एब्सोल्युटली रङ हो। अनि कुरा आयो कि कन्भर्ट गर्न मन हुनेले कन्भर्ट गर्नुहुन्छ भन्ने कुरामा एब्सोल्युटली गर्नुहुन्छ। यदि अब मान्छेले भन्नुहुन्छ कि मनमा शान्ति भएन होला त्यही भएर कन्भर्ट गर्न खोज्नु भयो होला, तर त्यसरी कन्भर्ट भइरहेको छैन। त्यो कुरा हामीले हाम्रो खुला आँखाले देखेको छौँ। पर्सनली मलाई सोध्नुहुन्छ भने चाहिँ म सानो हुने बेलामा चाहिँ 2टा किताब हातमा बोकेर सफ्ट भोइसमा 2जना वुमेनहरू आउनुहुन्थ्यो अनि त्यसपछि कन्भर्ट गर्नको लागि चाहिँ सुझाव दिनुहुन्थ्यो। हाम्रो दुःख देखेर, हामीसँग पैसा नभएको देखेर हाम्रो कम्युनिटीको गरिबहरूलाई चाहिँ कन्भर्ट गराउनु भनेको चाहिँ त्यो मनमा शान्त पाउनको लागि गरेको चाहिँ होइन पक्कै पनि। यो हटाउन गर्नुपर्ने भनेको चाहिँ हामी आफू आत्मनिर्भर हुने, आफ्नो सोसाइटी, आफ्नो देशमा चाहिँ देश विकासको कुरा गरेर सबैजना सक्षम बनाउने। त्यो हुँदाखेरि चाहिँ उहाँले हुन्छ नि धर्म परिवर्तन गर्नु हुँदैन भन्ने, यस राइट। अनि पनि हाम्रो कन्स्टिट्युसनमा चाहिँ के लेखेको छ भन्दाखेरि धर्म परिवर्तन गराउने मान्छेहरूलाई चाहिँ 50,000 जरिवाना र 5 वर्ष जेल हुने भनेर लेखेको छ। तर कसैलाई भएको भन्ने कुरा अन्धोधन्धो छैन। मैले एकजना मान्छे चाहिँ सुनेको थिएँ, केशवराज आचार्यलाई चाहिँ 2 वर्ष जेल भयो र 20,000 जरिवाना भयो भनेर, बट आई डोन्ट थिङ्क हि वाज द ओन्ली वान। अनि हामी चाहिँ कस्तो छौँ भन्दाखेरि सतीले सरापेको देश भन्दा चाहिँ हामी मजाले मनाउने, दुःख पर्दाखेरि सतीले सरापेको भनेर खेप्ने, अनि त्यत्रो दुःख गरेको बर्बरिक भनौँ र यलम्बरको त्यत्रो अचिभमेन्ट, त्यत्रो सेक्रिफाइस, बुद्ध एउटा ह्युमन हुनुहुन्थ्यो अनि त्यत्रो इनलाइटमेन्ट, त्यत्रो अचिभमेन्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ भनेर चाहिँ बोल्नको लागि किन यो सेक्युलरिजम, यो मोडर्नवाला कुरामा किन ब्लाइन्ड भएको हामी? मुस्लिम्सहरूले भनिरहनु भएको छ कि उहाँहरूलाई पहिला हिन्दू राष्ट्र हुँदाखेरि सेफ फिल हुन्थ्यो भनेर, होइन? त्यो भन्ने क्रममा आफ्नो धर्मलाई एउटा आइडेन्टिटी बनाउनु, आइडेन्टिटी क्राइसिस भयो। आइडेन्टिटी हो। यदि धर्म त्यस्तो साह्रो सिरियस कुरा, सेन्सिटिभ कुरा नहुने भएको भए दुनियाँभरि धर्मकै नाममा झगडा हुन्थेन। सगरमाथा नेपालमा छ भन्ने कुरा प्राउड हुने, बुद्ध वाज बोर्न इन नेपाल भन्ने कुरामा प्राउड हुने, यलम्बर वाज द फर्स्ट किङ अफ नेपाल भन्ने कुरामा प्राउड हुने। उनीहरूलाई पनि त आफ्नो बच्चाले केही गरून्, प्राउड फिल हुम्ला भन्ने होला नि त माथि बसेर। आफू मात्र प्राउड हुने, आफू मात्र खाने, आफूले चाहिँ के दिनुपर्छ भन्ने हुँदैन। अनि इन कम्पेरिजन टु हिन्दू राष्ट्र हुँदाखेरि चाहिँ हिन्दू राष्ट्र भएकै नाममा चाहिँ टुरिज्महरू धेरै चाहिँ एट्र्याक्टेड हुनु भएको थियो र आउनुहुन्थ्यो, र जुन चाहिँ अहिले आउनु हुँदैन भन्ने कुरामा चाहिँ टुरिज्म एट्र्याक्सन हुन्छ भन्ने कुरा हो। त्यो भए तापनि नभए तापनि आफ्नो धर्मलाई संरक्षण गर्नु भनेको चाहिँ हाम्रो कर्तव्य हो। जुन तिमीहरू अहिले ओम शान्ति ओम बुद्ध धर्म मान्ने अनि त्यसपछि म महादेवको भक्त मोक्ष प्राप्ति गर्ने भनेर जुन तिमीहरू हिँड्छौ नि, यो पनि तिमीहरूको एन्सेस्टरले प्रोटेक्ट गर्दै चाहिँ तिमीहरू अहिले यतिको बोल्ने भएको हो। अहिले हामीले के गरी प्रोटेक्ट गरेन भने जसरी हामीले पोलिटिसियनलाई यु भन्छौँ नि, त्यसरी नै कमी जेनेरेसनले हामीलाई भन्छ। आई नो तपाईँ चेन्ज नहुनु होला, म चेन्ज नहोला, अहिले म 20 वर्षको भइसकेँ, डेफिनेटली म धर्म परिवर्तन गर्दिनँ, आइएम सेक्युर्ड एनफ, यु क्यान टेल। तर हामी आफ्नो लागि बोल्ने होइन नि त, हामी सबैको लागि बोल्ने हो। अनि यो दुनियाँमा हिन्दू मुस्लिमको झगडा भएको देखेर त्यो ट्रेन्ड फलो गर्नलाई बिना काममा झगडा गर्नेहरूको लागि चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, पहिला सुरु यहाँ मुस्लिमहरू कसरी आउनुभयो भन्ने कुरा गरौँ। मुस्लिमलाई चाहिँ पहिला चाहिँ नेपालमा चाहिँ मेटल वर्क्स, लेदर वर्क्सको लागि ल्याइयो, त्यसपछि गन स्मिथ्सहरूको लागि ल्याइयो, राइट?
अनि त्यसपछि ड्यू टु इन्स्टेबिलिटी इन्डियामा वा त कता कता मुस्लिमहरू इमिग्रेट भएर आए। अब त्यो आउनु भनेको कुनै पनि रङ होइन, किनकि तिमीहरू पनि अहिले अमेरिका कता कता असाइलम फाइल गरेर जुन बस्छौ नि, तिमीहरू चुप लाग, त्यस्तोहरू त चुपै लाग। मुस्लिमहरूलाई चाहिँ रेस्पेक्टेड वेमा ल्याएको पनि थियो, अहिले रेस्पेक्टेड वेमा बसी पनि रहनु भएको छ, एकअर्कालाई रेस्पेक्ट गरेर हामी बसी पनि रहेको छौँ, राइट। तर अहिले चाहिँ कुल हुनको लागि यहाँनिर झगडा पर्दैछ, जस्ट बिकज इन्डियामा झगडा पऱ्यो, यहाँ पनि झगडा पर्न खोज्दैछन्, त्यो भनेको एब्सोल्युटली रङ हो। तर म चाहिँ पर्सनली के रिक्वेस्ट गर्छु भन्दाखेरि कुनै पनि मुस्लिमले हिन्दूलाई नराम्रो भन्नु, नराम्रो गर्नु, फिजिकली हर्ट गर्दाखेरि चाहिँ, और कुनै पनि हिन्दूले मुस्लिमलाई नराम्रो भन्नु, फिजिकली हर्ट गर्नु वा डिस्क्रिमिनेट गर्नु, त्यस्तो गर्दाखेरि चाहिँ कुनै पनि अर्को मुस्लिमलाई गएर जस्ट बिकज एउटा मुस्लिम नराम्रो गर्यो अर्को मुस्लिमलाई गएर नराम्रो भन्नुले चाहिँ तिमीलाई कुनै पनि बेटर मान्छे बनाउँदैन। एउटा हिन्दूले नराम्रो भन्यो भने अर्को हिन्दूलाई गएर मान्ने काट्ने गरेर चाहिँ तिमीलाई कुनै पनि बेटर मान्छे बनाउँदैन। त्यसको सल्युसन चाहिँ के हो भन्दाखेरि अकर्डिङ टु हाम्रो कन्स्टिट्युसनमा चाहिँ के लेखेको छ भन्दाखेरि कुनै पनि जात धर्ममा चाहिँ यस्तो डिस्क्रिमिनेट गर्नु, बोलीले मात्र, फिजिकली पनि केही गर्नु पर्दैन, बोलीले मात्र केही गर्यो भने चाहिँ त्यो मान्छेलाई 3 वर्ष जेल र 30,000 चाहिँ जरिवाना हुन्छ। अनि जाति हत्या गर्ने, कुटपिट गर्ने, यातना दिनेहरूलाई 5 वर्ष जेल हुन्छ। सो एउटा दुईटा मुस्लिम नराम्रो काममा धामको निस्कियो, एउटा दुईटा काममा धामको हिन्दू निस्कियो भने तिनीहरूलाई चाहिँ यो अन्तर्गत चाहिँ यिनीहरूलाई जेलमा हाल्ने हो, यिनीहरूलाई चाहिँ कारवाही गर्ने हो, न कि हामी भएभरको हिन्दू भएभरको मुस्लिम झगडा गर्ने होइन। चाहिँ मैले किन भनेको भन्दाखेरि मेरो पर्सनल धारणा मेरो लाइफको चाहिँ के छ भन्दाखेरि कुनै पनि एउटा केटा मान्छेले केटी मान्छेलाई नराम्रो भन्दाखेरि म चाहिँ के भन्छु भन्दाखेरि तेरो छोरीलाई नै यस्तो होस्, तेरो आमा बाबालाई नै यस्तो होस् भनेर चाहिँ नसराप्नु भन्छु। किनकि एट दि एन्ड एउटा केटाले कुनै केटीलाई नगरेको राम्रो नगरेको बेहोरा र नराम्रो वेमा बोलेको, छोएको, वाट एभर गरेको चाहिँ एट दि एन्ड केटीमा लगेर त्यो लुपमा एन्ड गर्नु चाहिँ मलाई मन परेन। सो मेरो लाइफको धारणा भनेको चाहिँ नो म्याटर कसले के गर्यो, म चाहिँ कहिले पनि तेरो छोरीलाई त्यस्तो होस् भनेर चाहिँ सराप्दिनँ। अनि इभन त यहाँ युएसमा हुँदाखेरि पनि अब कतिचोटि रेसिजमहरू भोग्नुपर्छ होइन। म चाहिँ फर्स्ट टाइम भोगेको थिएँ, जसले चाहिँ मलाई 1 हप्ता त म डिस्टर्ब नै थिएँ, 2 दिन त म रोकेको थिएँ, म एकदम पेट्रियोटिक मान्छे हो। तर मैले लास्टमा लाइक सोच्दै जाँदाखेरि चाहिँ रिभेन्ज लिने टाइपको सोच्दाखेरि चाहिँ उसको कन्ट्रीबाट आएको मान्छे, ऊ जस्तो देखिने मान्छे, ऊ जस्तो रङको मान्छेलाई चाहिँ म यो रिस निकाल्दिनँ भन्ने चाहिँ मैले सोचेँ क्या। किनकि त्यसले हर्ट गर्दैन। यदि मैले चान्स पाएँ भने चाहिँ त्यही मान्छेलाई चाहिँ म भन्छु, नट कि म एक्सपेक्ट गरिरहेको छु कि कुनै दिन आउला र म भनौँला भनेर होइन कि, तर उसले बुझ्नको लागि चाहिँ उसलाई भन्न जरुरत छ, न कि ऊ जस्तो देखिने मान्छेलाई, ऊ जस्तो धर्म मान्ने मान्छेलाई मैले गएर मेरो रिस पोख्नु भनेको चाहिँ अर्थहीन। मेबी उसले पनि त कसै नेपालीको रिस ममा पोखेको थियो होला। सो आई जस्ट वान्ट टु एन्ड द लुप हियर। सो हामी त्यो एकअर्कालाई उसले नराम्रो भन्यो भनेर उसको आमामा जाने, उसको फ्यामिलीमा जाने, उसको धर्ममा जाने, प्लिज एन्ड दिस। अनि ज्ञानेन्द्र साईले भन्नुभएको कुरामा चित्त दुख्ने मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि हामी यसरी मिलेर बसेको छौँ, धर्म भन्दा पनि नेपाली भनेर मिलेर बस्ने क्रममा एउटा नेपालीलाई चाहिँ हिन्दू भएको नाममा कश्मीरमा मारिँदाखेरि चाहिँ किन बोल्नु भएन भन्ने कुरा हो। बोल्नु भएन भने मतलब त्यहाँ गएर अर्को मुस्लिमलाई मार्नु पनि भनेको होइन, त्यहाँबाट हाम्रो हिन्दू मान्छे फिर्ताले तिमीहरूले गरेर भएको पनि भनेको होइन। तर हामी एकजुट भइसकेपछि किन एउटा शब्द निस्किएन, एउटा एटलिस्ट हुन्छ नि हामी दुःख व्यक्त गर्छौँ पनि छैन भन्नु भनेको चाहिँ लाइक अब रिलेसनमा बसेको छ, एकजनाले चाहिँ माया गरेको छ, कम्युनिकेट गरेको छ, बोलेको छ, तर अर्कोले चाहिँ नबोलेको भनेको चाहिँ त्यो चित्त दुखायो क्या। रिस मेबी शब्दमा अब हामीले यस्तो हुन्छ नि उहाँहरूको लागि कोष छुटाएको छ भनियो होला, जुन इज नट राइट। किनकि जति म नेपाली हिन्दू हो त्यति उहाँहरू नेपाली मुस्लिम हो होइन। मैले उहाँहरूलाई राइट दिएको भन्न मिल्दैन, उहाँहरूको राइट छ, जति मेरो छ त्यति उहाँहरूको छ। लिटरली मुस्लिम भनेको कति वर्षदेखि अगाडिको थियो, म 2004मा जन्मेको, मैले बोल्ने कुरा पनि आउँदैन त्यसमा होइन। हाम्रो इक्वल राइट्स छ, तर इक्वल राइट्स त छ, तर बोल्दाखेरि पनि बोलिदिनु भन्न खोजेको हो। हामीले हाम्रो भनेर मान्दाखेरि तपाईँहरूले पनि हाम्रो हो भनेर मानिदिनु भन्ने चित्त दुखाइ मात्र हो। अब इमोसन्स, आउट अफ इमोसन मान्छे मरिरहँदाखेरिको इमोसन्सलाई चाहिँ नेगेटिभली लिनुहुन्छ भने चाहिँ म केही भन्दिनँ होइन। एट द एन्ड सर्वे जनाः संयोग भवेयु, अल्लाह हम सबको अमन और भाईचारे के साथ जीने की तौफीक दे। नस्अल अल्लाह एन नईस इस्लाम वाइन युबारुकुना अल्लाह। थैंक यू सो मच।